के तपाईले बाहिरबाट लगानी भित्र आएर नेपालमा बिजनेस गर्न सोचिराख्नु भएको छ? वेलकम टु फ्राइडे फाइनान्स विथ एआरएस। आजको फ्राइडे फाइनान्समा हामी एफडीआई को रेजिस्ट्रेसनको बारेमा कुरा गर्नेछौँ। एफडीआई को रेजिस्ट्रेसनमा पहिलो नम्बरमा अप्रुभल लिनुपर्ने हुन्छ डिपार्टमेन्ट अफ इन्डस्ट्रीबाट। अप्रुभल आइसकेपछि आफ्नो कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ। त्यसपछि आफ्नो व्यवसायलाई प्यान या भ्याटमा आईआरडी कार्यालयमा गएर दर्ता गर्नुपर्ने हुन्छ। त्यसपछि उक्त व्यवसायलाई नजिकैको वडा कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ। त्यसपछि उक्त व्यवसायलाई डिपार्टमेन्ट अफ इन्डस्ट्रीमा नि दर्ता गर्नुपर्ने हुन्छ। सबै दर्ता प्रक्रियाहरू पूरा भइसकेपछि खर्च सूचना केन्द्रबाट नन ब्ल्याकलिस्ट सर्टिफिकेट लिनुपर्ने हुन्छ। नन ब्ल्याकलिस्ट सर्टिफिकेट आइसकेपछि बाहिरबाट फन्ड ल्याउनलाई एनआरबीमा अप्रुभल लिनुपर्ने हुन्छ। एनआरबीबाट अप्रुभल आइसकेपछि कुनै पनि नेपालको लोकल ब्याङ्कमा आफ्नो फन्ड ल्याउन सकिन्छ। उक्त फन्ड लोकल ब्याङ्कमा आइसकेपछि लोकल ब्याङ्कले हजुरलाई इन्भेस्टमेन्ट सर्टिफिकेट प्रदान गर्दछ। इन्भेस्टमेन्ट सर्टिफिकेट लिइसकेपछि त्यसको जानकारी एनआरबीलाई दिनुपर्ने हुन्छ। आजको लागि फ्राइडे फाइनान्समा यति नै। एफडीआई सम्बन्धी कुनै पनि जानकारी या हेल्प चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस्तै इन्फर्मेटिभ भिडियोको लागि स्टे ट्युन्ड एन्ड थ्याङ्क यू।